happy now. Baby. हेलो नमस्कार। आज हामी चाहिँ यो पोन्डमा घुम्न जाँदैछौँ नानीलाई लिएर। अब हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु भयो। छोरीको टोपी लगाइदिएर फेरि चराको आवाज पनि आइरहेछ पोन्डबाट होला। चिसो चिसो भइरहेछ। बाहिर त टेम्परेचर एकदमै हाई छ। जुन जुलाईमा त क्यानाडामा एकदमै तापक्रम बढी हुन्छ। चले खै त टोपी खै हजुरको कस्तो मन पराउँछ नि नेचरमा सिटीतिर जाँदा भन्दा। जानु लेट्स गो गाइस। अब हामी धेरै टाढा जानु छ। के होला जङ्गलको एनिमल भाग्ला फेरि तिमी चिच्चाएर। हा नानु एनिमल भाग्ला फेरि। ए रब्या तिमीलाई नेचर मन पर्छ हो। चरी खै चरी देखाइदिनु न। चरी कहाँ छ हेर त। चरी खै चरी। कस्तो चराको चिरबिर आवाज आउँदा त आनन्द लाग्दो रहेछ यहाँ। अब यात्राको सुरु गरौँ। हात छोली हात। लेट्स गो गाइस। नानीलाई बोक्न खोजेको कि अर्को क्या बेबी क्यारियरमा मानिनन्। अब बाटो भित्र चाहिँ यस्तो रहेछ होइन। अलि सस्पिसियस छ जस्तो छ बाटो त। हेर कहाँसम्म पुगिनु रहेछ यहाँबाट होइन। भर्खरै एउटा जङ्गली जनावर डर लाग्दो निस्क्यो भने डर के हुन्छ होला है। के हुन्छ अब के त त्यो तर्सिन्छ कि त हामी तर्सिन्छ मलाई। हामीलाई देखेर तर्सिन्छ जस्तो छ। नानीलाई अप्ठ्यारो त भएन है। आर यु ह्याप्पी बेबी। यो बाटो हुँदै हामी अब कहाँसम्म पुगिन्छ हेरौँ। राम्रै छ होला नयाँ ठाउँमा। अलि निहुरेर आउनु है नानीलाई। यहाँबाट पोन्ड त देखिने रहेछ है तर एक्सेस चाहिँ रहेन रहेछ। यो पोन्ड त हो तर तिम्रो यो एकदमै उ छ कि त्यस्तो क्लिन पोन्ड होइन कि भन्नाले यहाँ त तिम्रो कहाँनिर कतिखेर ट्र्याप जस्तो छ त्यो थाहा पाउन सकिन्न। यो त यो पेन्सिल्भेनियाको तिम्रो चाहिँ पुरा के होला के भन्छ त्यो मिसिसिपी स्वाम्प हो यो। लेक हो यो। बल्ल राइट वर्ड नै स्वाम्प हो यो। लेक होइन यो। लेक भनेको भ्रम हो यो। स्वाम्प हो यो। यता हेर्नु न यसो। लेक भनेको त हाम्रो चाहिँ सानो नेपालको रारा ताल बेगनास ताल त्यस्तो हुन्छ है। लेक भनेको त्यो हो। तर के गर्नु नेपालको रारा ताल जानु भयो त। रारा ताल त गइयो होइन फेवा ताल चाहिँ गइयो। घाम लाग्यो है यहाँ त। टन्न खाइ नानी त कति खुसी भएको बेबी त। त्यहाँ आएपछि घुमाएर यतातिर खिच है त। त्यहाँ आएपछि त्यसलाई रोटेट भने यतातिर खिचेको सानी घुमा कस्तो लागिरहेछ तिमीलाई। त्यो भनेको होइन कि नानीले आफ्नो भिडियो फन भइरहेछ। ओ बेबी बेबी के भनेको बेबीले के भनेको। चिप्सलाई दोस्ती चिप्स खाएर तर मैले नोटिस गरेको तपाईँको खाना खाएपछि चाहिँ पेट फुल्लिने रहेछ। त्यो आलु त अनि चिप्स भनेको त्यो खाएर चिया खाएपछि पेट फुल्लिहाल्यो नि। अनि समक्क भएको थियो। यतातिर चाहिँ यस्तो जङ्गल रहेछ। यसो हिँड्नको लागि चाहिँ राम्रो रहेछ है यहाँ। तपाईँलाई कस्तो लाग्यो। घर नजिकै यहाँबाट भने अलिअलि देखिँदो रहेछ। अब हामी है अब एकछिन नानीलाई राखेर धेरै देखिने कि यहाँबाट हाइट भयो नि त। उतातिर त कहाँ यत्रो भाग देखियो तर एउटा अलिकति देखिएको भनेको उता चाहिँ हामी बिल्डिङ के भन्दै थियो घर त्यसको यताबाट अलिक हल्का
त के सबैले धेरै यही बाटो त्यही भएर यो गरेको होला नि त उहाँ यो ठाउँ पनि रहेछ के गर्नु यो बाटो जाने के यता यता त नजामै फेरि पछि जाउँला त्यही तिमीले भनेको नि उता जाने कस्तो भइरहेछ अब हामीले रेस्ट पनि गर्यो अब फेरि हामी अब घर ब्याक जाने हाज बेबी घर जाने हाज